नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लुसिफर प्रधानमन्त्री बन्ने भएका छन्। फागुन 21 गतेको निर्वाचन हुने प्रसङ्ग चलेसँगै लुसिफर बालेन शाह प्रधानमन्त्री बन्ने भएका हुन्। प्रधानमन्त्रीको रूपमा सिंहदरबार छिर्ने र देश हँसाउने चाहना बालेन शाह लुसिफरले लिएका छन्। बालेन शाहले अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिँदैछन्। उनले झापाबाट केपी ओलीसँग चुनाव लड्ने भनिएको छ। कतिले काठमाडौँ 2बाट बालेन शाहले चुनाव लड्ने भनेका छन् भने कतिले बालेन शाहले अब महोत्तरीबाट आफ्नै गाउँबाट चुनाव लड्ने भनेका छन्। बालेन शाह लुसिफर अब प्रधानमन्त्री बन्नेछन्। प्रधानमन्त्री बन्नका लागि पहिलो नम्बरमा उनी उम्मेदवार बन्नुपर्नेछ। उम्मेदवार बनिसकेपछि प्रतिनिधि सभाको निर्वाचन जित्नुपर्नेछ। बालेनले निर्वाचन जितेर मात्रै उनी प्रधानमन्त्री बन्दैनन्। उनको पार्टीले संसदमा बहुमत ल्याउनु पर्दछ। बहुमत ल्याएपछि पार्टीभित्र सहकारी खानेलाई उछिनेर उनी पार्टीको संसदीय दलको नेता बन्नुपर्दछ। पार्टीको संसदीय दलको नेता बनिसकेपछि बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा उनले प्रधानमन्त्री बन्न सक्नेछन्। यदि चुनाव जितिएन, उम्मेदवार भइएन, संसदमा बहुमत यदि आएन भने नापेश्वर, अरू पार्टीले सपोर्ट गरेनन् भने लुसिफर प्रधानमन्त्री बन्न नापेश्वर नापेश्वर नापेश्वर। धन्यवाद, नमस्कार।